साथीहरु नमस्ते सम्पूर्णमा। म एउटा कुरा भन्छु, रवि लामिछानेलाई त यिनी भ्रष्ट बुद्धिहीन नेता भनौं कि सरकारले चाहिँ छोड्दैनन्, त्यो त थाहा छ। छोडे पनि कहिले छोड्छन् थाहा छैन, चान्स छ कि नछोड्ने। रवि लामिछानेको नाममा सहकारी ठग भनेर लगभग 3 करोडको हाराहारीमा चाहिँ नै धरौटी अथवा रकम जम्मा गर्यो भने छुट्ने सम्भावना, गल्ती स्वीकार गरेर 3 करोड तिर्यो भने छुट्ने सम्भावना छ भन्ने पनि सुनिएको छ। रवि लामिछानेले त्यो 3 करोड जम्मा गरेर बाहिर आए कस्तो होला तपाईहरुको विचारमा? हामीलाई थाहा छ, जनतालाई थाहा छ रवि लामिछाने निर्दोष हुन् भनेर। यहाँनिर अब गल्ती स्वीकार गर्नु, गल्ती नभएकै गल्तीलाई स्वीकार गर्नु त धेरै ठूलो चुनौती छ। उहाँले रविले स्वीकार्दैनन् पनि। तर यो 3 करोड नेपालीको लागि एकचोटी अझै गल्ती भनौं कि सत्यको लागि गलत गरेर सत्यलाई जित्ने प्रयास गरेको भनौं, त्यो गर्दा कस्तो होला? उहाँले रवि लामिछानेले तिर्नुपर्ने रकम तिरेर बाहिर निस्केर यिनीहरुको आन्द्रा भुँडीमा भएको अहिलेसम्मको कुकर्म पापलाई एक गरेर चाहिँ नि पर्दाफास गर्दै यिनीहरुको चाहिँ नि जेलको यात्रा तय गर्दा कस्तो होला रवि लामिछानेले? रवि लामिछानेले तिर्नुपर्ने रकम तिरेर बाहिर आएर यिनीहरुको पत्ता साफ गर्दा कस्तो होला? मेरो विचार है। तपाईहरुलाई के लाग्छ? अब त्यो त कानुनले बताउला, रवि लामिछाने ज्यूले सोच्नु भएको होला के गर्ने भनेर। यिनीहरुले उम्किन दिन्छन् भन्ने चाहिँ मलाई लाग्दैन। लाखौं हस्ताक्षरहरु आइसकेको छ हैन, लाखौं जनता उहाँको सपोर्टमा छ। यसले पनि उहाँलाई खासै लाभ दिन्छ जस्तो लाग्दैन। समर्थन छ तर यो सरकार रन्जेल कसैले केही उखाड्न सक्दैन जस्तो लाग्छ मलाई चाहिँ। विचार गर्नुस् त।